फिशिङ रडले हामी चाहिँ माछा मार्ने प्लान गरिरहेछौँ। वाह, यो बिल्डिङ चाहिँ क्या दामी। अब हामी माछा मार्न लागेको। रातिको 10:30 हुन लागिसक्यो। हेलो एभ्रिवान, वेलकम टु हाइवे मिलन भ्लग। हाइवे मिलन भ्लगमा सबैजनालाई स्वागत छ। अहिले चाहिँ बेलुकाको 6 बजी लगभग। आज चाहिँ मेरो बिदा थियो अनि हाम्रो डङ्गल ब्रोको पनि बिदा छ अनि अर्को हाम्रो गुरुङ साथीको पनि छुट्टी भइसक्यो। अब अहिले चाहिँ हामी कहाँ जान रेडी भएका छौँ भन्दाखेरि अहिले चाहिँ हामी आजमान बिचतिर जानको लागि रेडी भएका छौँ। अब हामी चाहिँ इभिनिङ टाइम भइसक्यो। अब यहाँबाट जानुपर्ने हुन्छ। एभ्रिवान, तपाईँहरूले उहाँ देख्न सक्नुहुन्छ हाम्रो डम्बर दाजु हुनुहुन्छ। उहाँ चाहिँ ल सबैजनाले अब डम्बर हाम्रो हुनुहुन्छ र के भनिदिनु पर्ने भयो। आज हामी रमाइलोको लागि चाहिँ भाइहरूसँग आजमान बिचहरू गइरहेछौँ। त्यहाँ गएर चाहिँ हाम्रो चाहिँ फर्स्ट प्लानिङ के छ भनेपछि फिसिङ रडले हामी चाहिँ माछा मार्ने प्लान गरिरहेछौँ। माछा चाहिँ अब कस्तो भने चाहिँ एउटा रमाइलोको लागि माछा चाहिँ मार्छौँ हामी। त्यहाँबाट हामी माछा मार्दै रमाउँदै त्यसपछि हामी खाना खानको लागि नेपाली रेस्टुरेन्ट, तपाईँको नेपाली रेस्टुरेन्ट एउटा एकदम बेस्ट रेस्टुरेन्ट नेपालीमा चाहिँ हाम्रो लुम्बिनी रेस्टुरेन्टमा गएर खाना खान्छौँ। त्यहाँबाट खाना खाएर हामी बिस्तारै अनि घरतिर लाग्छ। मनहरू छ, हेर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् मेरो भाइको च्यानल। देख्न सक्नुहुन्छ हामी स्पिकर पनि हालेको छौँ। स्पिकर अजमान बीच जाने लागेको छ मेरो साथी मिलन। देख्न सक्नुहुन्छ हाम्रो राधे साथी चाहिँ ड्युटीमा छ, आज नाइट ड्युटीमा। अब हामी चाहिँ यहाँबाट हिँड्न आँटेको। हाम्रो सुरक्षा रक्षक, हाम्रो सुरक्षक हो त सबै। देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। अगाडिको डम्बर ब्रो हो भने पछाडिको चाहिँ निर्मल साथी हो हाम्रो। नाइट टाइममा हामी भिजिट गर्न ट्राभल गर्दैछौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ ट्याक्सीको वेटिङमा छौँ भने अब हामी यहाँबाट एकछिनमा हिँड्नु पर्ने हुन्छ। ट्याक्सी आएपछि धेरै टाढा त छैन अरे। हामी अझै अर्को त्यहाँ उता पनि 1-2 जना हुन्छौँ भने हामी ग्रुपमा जान लागेको हौँ। अब ल हाम्रो ट्याक्सीमा चढौँ। अब हेलो एभ्रिवान, अहिले चाहिँ हामी आजमान बिचमा पुगिसक्यौँ। आजमान बिच है, देख्न सक्नुहुन्छ अगाडि हाम्रो निर्मल साथी। यहाँनिर चाहिँ एकदम छेउमा यस्तो दामी बिल्डिङ रहेछ क्या। वाह, यो बिल्डिङ चाहिँ क्या दामी हो बाबा। अरे बाफ, देख्न सक्नुहुन्छ अगाडि निर्मल साथी, अगाडि 2टा ब्रो, डम्बर ब्रो, अर्को एउटा ब्रो हुनुहुन्छ। यहाँ अगाडि छ बिच। आज हामी यो बिचमा चाहिँ माछा मार्न गइरहेको छौँ। हामीसँग त्यो बल्छी रड पनि छ। अरे त्यहाँ माथि प्लेन उडिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ माथि। एभ्रिवान, तपाईँहरूले देख्न सक्नुहुन्छ हामीसँग फिसिङ रड पनि छ। फिसिङ रड। अब हामी यहाँ माछा मार्न लागेको। यहाँ हुनुहुन्छ हाम्रो 3टा ब्रो। यतापट्टि नै समुद्र छ। एभ्रिवान, तपाईँहरूले देख्न सक्नुहुन्छ हामीसँग फिसिङ रड पनि छ। अब हामी
माछा मार्न आएको यतापट्टि देख्नुहुन्छ सिटी एरिया वाउ सो ब्युटिफुल भ्यू दामी बिल्डिङ रहेछ त्यहाँनिर सिप छ यहाँ छ हाम्रो फिसिङ रड त्यहाँनिर हामीले थापेको छौँ त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले अड्काएर अहिलेसम्म माछा परिरहेको छैन 15 मिनट भइसक्यो माछा चाहिँ परेको छैन त्यहाँ माथि देख्न सक्नुहुन्छ 3 जना हाम्रो ब्रोहरूले चाहिँ त्यहाँ बसेर एकदम चिसो हावा खाइरहनु भएको छ भने झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाचिदिन त साली हम पनि घुमेर होइन चाहिँ वाउ स्नेल गाइस स्नेल तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ स्नेलहरु छ टन्नै समुद्रको थाल चाहिँ बबाल आइरहेको छ भने यो ढुङ्गामा चाहिँ स्नेल हो कि के हो यो यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले स्नेल यो ढुङ्गाको बाटो राम्रो छेवैको मायालाको जुनै राम्रो जुनैको किरण चिर्ने भए यही छाती चिर्ने भए यही छाती चिरन चाइना कम्पनी भेजे यार तिमी किन गएको त एभ्रीवन तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो के रहेछ स्नेलको खोल यहाँ चाहिँ पुरै देख्न सक्नुहुन्छ कभर पुरै यता छ यहाँ चाहिँ बबल स्नेलको यो कभर जस्तो रहेछ समुद्रको छेउमा यहाँ देख्न सक्नुहुन्छ हाम्रो निर्मल साथीको चाहिँ अघि पौडी हाल्दा कपडाहरू भिजेको थियो अहिले देख्न सक्नुहुन्छ मलाई किन हो
अब पौडी स्विमिङ हेरेर खतरा यो समुद्र हो रेडी र देख्न सक्नुहुन्छ गाइस अरे पानी मुनि हराइदिएको बाप रे बाप ल आउनु फर्केर आउनु बाप पानी मुनिबाट पानी मुनिबाट गाइस हाम्रो डम्बलबाट पानी मुनिबाट स्विमिङ गरिरहेछ 100 मिटर जति बाप रे बाप 100 मिटर जति चाहिँ डम्बलबाट त्यहाँ पानी मुनिबाट माछा जस्तै गरी हो मेरो छेउमा नै आइसक्यो यस्तो डम्बलबाट चाहिँ सानैदेखि स्विमिङ गर्न सक्ने मान्छे हो सानैदेखि एभ्रिवान अहिले चाहिँ हाम्रो सकिसकेको छ बिच कार्यक्रम अब हामी चाहिँ रिटर्न ब्याक हुँदैछौँ तपाईँहरूले देख्न सक्नुहुन्छ अब हामी घरतिर जानुपर्ने हुन्छ रातिको 10:30 हुन लागिसक्यो अब हामी चाहिँ यहाँबाट धीरे धीरे स्लोली हामी यहाँबाट जान्छौँ हामी मेन रोडमा आइसक्यौँ यहाँ हामीले ट्याक्सी बढाइरहेको थियौँ अब यहाँ देख्न सक्नुहुन्छ यो चोकमा चाहिँ दामी बोटको सेपको उस रहेछ बोट खालको दामी डिजाइन रहेछ अब बाई बाई आजमान बिच तीनटा ब्रो अगाडि म यहाँ पछाडि देख्न सक्नुहुन्छ तीनटा ब्रो अगाडि म छु पछाडि अझै यस्तै भ्लगहरू हेर्नको लागि हाई मिलन च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सबैजनाले आजको लागि यति नै धन्यवाद बाई बाई गुड मर्निङ एभ्रिवान अहिले चाहिँ बिहानको 6 बजिसक्यो देख्न सक्नुहुन्छ वाउ अरे आकाशमा त यस्तो बबा आकार बनेर बसिरहेको रहेछ देख्न सक्नुहुन्छ यो पक्कै पनि प्लेनको हो मैले थाहा पाइसकेँ अस्तिदेखि नै यो जुन आकार देखिरहेको छ यो चाहिँ प्लेनको हुँदो रहेछ देख्न सक्नुहुन्छ वाउ वाट अ ब्युटिफुल मर्निङ भ्यू देख्न सक्नुहुन्छ त्यहाँनिर जुन पनि लागिरहेको छ अब म चाहिँ ड्युटीमा जान आँटेको हिजो बिच गएर राति 11 बजेतिर आइपुग्यो अनि सुतियो